गर्दै गरौँला। Hi guys, my name is Durga. Hi, I'm Jagdish. Namaskar, I'm Samir. And it was very beautiful, and I would recommend it to everyone who sees this video. So, Ekta Murmalatra. बाटो त्यति सरल पनि छैन। सबै पहिरै गएका छन्। पुलहरू काठका राखिएका छन्। तल हेर्दा डरै लाग्दो, खस्यो भने सिधै तामाकोसीमा सानो सहर जस्तो लाग्ने। करिब 70 वटा घरहरू मिलेर बनेको सफा व्यवस्थित र जीवनहरूले भरिए हावासँगै सोचहरू बगिरहेछ र यो यात्रामा प्रत्येक मोडहरूले नयाँ कहानी सुनाइरहेछ। ल अब सबै ब्याग स्याग रेडी बनाएर म चाहिँ निस्केँ घुम्नको लागि है त गाइज। अहिले बजेको छ 5:30 बजे घरबाट निस्किरहेको छु। कहिले पुगिन्छ लेट्स सी। ओके, अब बाटोमा के हुन्छ देखाउँदै जाउँला गाइज। ओके, बाई बाई। ल अहिले चाहिँ म घरबाट ठ्याक्क निस्केको छु छोरोपाको लागि। आज हिमालको मुटुमा लुकेको छोरोल्पा नामको निलो सपना खोज्दै म बिहानै घरबाट बाटो लागेको छु विभिन्न सपनाहरू बुन्दै बुन्दै। हेरौँ अब कस्तो हुनेछ अगाडि। ओके, अब फाइनल्ली हामी गोपी कृष्ण अगाडि आइसकेको छौँ। हाम्रो जगदीशजी पनि आउनुभयो। होइन, आउनु त के गर्यो ठ्याक्कै म आइदिएको थिएँ। आउँछ त आउनु। कति बेर बस्नुभयो? मेरो सामान धेरै भयो क्या। पूर्वबाट झल्किँदै गरेको बिहानको त्यो पहिलो घाम उसलाई पछ्याउँदै उससँगै पाइलामा पाइला मिसाउँदै म अघि बढिरहेँ। नयाँ दिन, नयाँ ऊर्जा र मनभित्र धेरै कुरा बोकेर त्यो घामसँगै यात्रा सुरु भयो। घामले अन्धकार हटाइरहँदा म भित्रका अनकहा कुराहरू पनि बाटोमा छोडिँदै हिँडे शान्त सरल आफ्नै गतिमा। डोला घाटे के यस्तो के भयो? आमा दोलाल घाट यो इन्द्रावती पुल। अहिले हामी दोलाल घाट आइपुगेको छौँ। उठे त रोकौँ न त ल त्यही गरौँ। अहिले चाहिँ हामी यहाँ दोलाल घाटमा खाजा खाएर अब निस्क्यौँ। दोलाल घाटमा हामी लगभग 1.5 घन्टामा आइपुग्यौँ भनेपछि अब यहाँबाट कति टाइम लाग्छ हेरौँ न। पहाडको टुप्पो टुप्पो काट्दै गरेको चिल्लो र सुन्दर सडक, दायाँ बायाँ फैलिएको हरियाली, तल बग्दै गरेको खोला र टाढासम्म देखिने खुल्ला दृश्यले मन हलुका बनाइरहेको छ। सडक अघि बढ्दै जाँदा दृश्य मात्र होइन, मन पनि अगाडि बढिरहेको छ। हावासँगै सोचहरू बगिरहेछ र यो यात्रामा प्रत्येक मोडहरूले नयाँ कहानी सुनाइरहेछ। मलाई लाग्छ यो नेपाल जति राम्रो अरू कुनै पनि देश छैन। यदि तपाईँहरू कतै घुम्नु भएको छैन भने पहिला विदेशभन्दा पहिला नेपाल चाहिँ अवश्य घुम्नु हो।
ल हामी अहिले चरीकोट बजार आइपुग्यौँ। अब चरीकोट बजारबाट हामी कता जाँदैछौँ? सिङ्गटीतिर जान्छौँ। अनि सिङ्गटीबाट अनि फेरि हामी गौरीशङ्कर निकुञ्ज हामी प्रवेश गर्नेछौँ। त्यसपछि हामी आज गएर छेचेतमा बाइक राखेर मेबी विल रिच सिमी गाउँ। ल हामी चाहिँ आजको टार्गेट भनेको चाहिँ सिमी गाउँसम्म छ। अब कहाँ पुग्छौँ होइन? मेन टार्गेट चाहिँ हाम्रो सिमी गाउँ। लेट्स गो। पहाडको काखमा शान्त रूपमा बसेको एक सुन्दर सहर। यहाँको हावा शुद्ध छ, वातावरण सरल छ र भिडभन्दा टाढा मनलाई आराम दिने शान्ति छ। बिहानको हल्का घाम, डाँडा काँडाबाट देखिने खुल्ला दृश्य र मुस्कान सहित भेटिने मानिसहरू चरीकोटको शब्दभन्दा बढी अनुभूति दिन्छ। यहाँ समय अलि बिस्तारै बग्छ जस्तो लाग्छ र त्यही बिस्तारोले मनलाई आफ्नै लयमा फर्काइदिन्छ। चरीकोट केवल घुम्ने ठाउँ मात्र होइन, थोरै रोकिएर सास फेर्ने ठाउँ पनि हो। यो तामाकोसी हाइड्रो प्रोजेक्टको काम चाहिँ यहाँ भइरहेछ है। टनेल अगाडि बाटो बिग्रेको हुनाले चाहिँ डोजरले त्यहाँ पन्छाइरहेको छ। त्यसकारण हामी चाहिँ यहाँ थोरै जाममा परेको छौँ। बाटो खुलेपछि हामी अगाडि बढ्नेछौँ। छिटछिटबाट हामी अहिले 3:30 बजी होइन, 3:30 बजी निस्केर हामी अब हिँड्न सुरु गरेको छौँ। यहाँनिर ठ्याक्क ओर्लेर हिँड्ने बित्तिकै यहाँनिर चाहिँ तामाकोसी होइन, यो तामाकोसीलाई यहाँ झुलुङ्गे पुलले क्रस गर्नुपर्ने रहेछ। यो तामाकोसी बगिरहेको छ, अबिरालो बग्दछ तामाकोसी। अब यहाँनिरको अब यो उकालो चाहिँ हामीले उक्लिनु पर्ने छ। आडै उकालो छ मजाको। सो अब कति हिँड्नुपर्छ के गर्नुपर्छ म भिडियोमा भनिहाल्छु। तलबाट हेर्दा टोपी खस्ने उकालो भए पनि बाटो भने चाहिँ राम्रै सिँढी बनाएको रहेछ। उक्लिँदै जाँदा माथिबाट पानीहरू तप्प तप्प बगिरहेछ। जङ्गलको उकालो जारी रहेछ। हामी हिँड्दैछौँ पाइला पाइला गनेर। अब हेरौँ माथिसम्म पुग्नलाई कति टाइम लाग्छ। अलमोस्ट 1 घन्टा त भइसक्यो। अब हामी अलमोस्ट 1 घन्टा माथि उक्लेर चाहिँ तल हेर्दाखेरिको भ्यू अनि पारिपट्टि हामीले देख्न सक्छौँ। पारिको भित्तामा पनि एकदम ठुलो झरना बगिरहेछ। भ्यू एकदम राम्रो छ। फाइनल्ली 2 घन्टाको उकालो हिँडे पश्चात चाहिँ हामी सिमी गाउँ आइसकेको छौँ। लगभग साँझ पनि पर्नै आँटिसक्यो। अब सिमी गाउँ त प्रवेश गरिहाल्यो। यहाँको वातावरण त हेर्दाखेरि राम्रो छ, तर साँझ झमक्क परेको हुनाले त्यति राम्रोसित चाहिँ क्लियर नआएको पनि हुनसक्छ। बारीहरू खनिएका छन्। अब हेरौँ कहाँ गएर बास बसिन्छ। फाइनल्ली हामी चाहिँ अहिले बेलुका 5:30 बजीतिर के होटेल हो? गौरीशङ्कर होटेलमा चाहिँ आएर बस्दैछौँ। अब तपाईँहरू पनि कोही आउँदै हुनुहुन्छ भने सिमी गाउँको गौरीशङ्कर होटेलमा चाहिँ आएर बस्न सक्नुहुन्छ। हामी भर्खरै आइपुगेँ। यहाँ दाइ आगो बाल्दै हुनुहुन्छ। आज हाम्रो पहिलो दिनको बसाइ सिमी गाउँमा। सानो तर निकै शान्त यो गाउँ, जहाँ हरेक मुस्कानमा आफ्नोपन झल्किन्छ। चिसो हावा, हरियो पहाड र
सरल जीवनशैलीले मेरो त मनै छोड्यो। आजको दिन यही सम्झनामा राख्दै बिताउनेछु र भोलि बिहान नयाँ यात्राको सुरुवात हुनेछ। सिमी गाउँको यो सुन्दर अनुभूति म मेरो ब्लगमा कैद गर्दैछु। साथमै रहनुहोस्। अब भोलि बिहान भेटौँला नयाँ जोस र जागरका साथ। नमस्कार, शुभ बिहानी, शुभ प्रभात। उज्यालो बिहानीसँगै सबैलाई नमस्कार। अहिले चाहिँ हामी अब सिमी गाउँबाट बिहान 6 बजे निस्केको छौँ। अब हाम्रो डेस्टिनेसन यहाँबाट चाहिँ हामी सुर्कुचेतिर लागिरहेको छौँ। यहाँ हामी जुन अघिल्लो रात बसेको थियौँ त्यहाँको दाइले चाहिँ अब 2 घन्टामा चाहिँ त्यहाँ पुगिन्छ भन्नुभएको छ। हेरौँ, बाटो त अहिले त तेर्सो थियो, हिजो जस्तो ठाडो उकालो चाहिँ छैन। ओके, यस्तो छ बाटो। सहरको भिड, आवाज र हतारबाट टाढा शब्दभन्दा गहिरो अनुभूति भएको ठाउँमा यी शान्त, विशाल र निश्चल पहाडहरूको बिचमा आहा कति आनन्द छ। खोलाको किनारामा जहाँ शब्दभन्दा अगाडि आवाज बगिरहेको छ, ठ्याक्कै जिन्दगी जस्तै, कहिले शान्त, कहिले तीव्र, तर कहिले नरोकिने। यो कालो बाटो सजिलो छैन, तर यसले हामीलाई रोक्न पनि सक्दैन। प्रत्येक पाइलासँगै सास भारी हुन्छ, तर मन अझ बलियो हुँदै जान्छ। कहिलेकाहीँ रोकिएर पछाडि हेरिदिन्छ र बुझ्छु म यहाँसम्म आइपुगेछु। उकालोले दुःख दिनेछ, तर यी दुःखले आफ्नै क्षमतालाई विश्वास गर्न सिकाउँछ। यो बाटोले सिकाएको कुरा एकदमै सरल छ। सास लिँदै पाइला चालिरहे शिखर आफै नजिकिन्छ। सबै बाटा सजिला हुँदैनन्, तर हरेक उकालोले हामीलाई थोरै बलियो बनाउँछ। लामो बिहानीको यात्रापछि हामी फाइनल्ली सुर्मुचे होटल आइपुगेका छौँ। यहाँ हामीले सिमी गाउँबाट हिँड्ने बेलैमा ब्रेकफास्टको अर्डर गरेको थियौँ। अब ब्रेकफास्ट लिएर यहाँबाट हामी अघि बढ्नेछौँ। कस्तो अनुभव भइरहेछ? But I'm very exhausted, but no offense. The view is over here. Surmuche is amazing. आजको यो बाटो सामान्य छैन। सामुन्ने बगिरहेकी झरना, मुनि गुर्जिएकी नदी, म उभिएको छु यो झुलुङ्गे पुलको बिचमा। हावासँगै पुल हल्लिन्छ, पानीको आवाजले मन हिलाउँछ। यहाँ हिँड्दा डर पनि लाग्छ, तर त्यो डरभन्दा ठुलो खुसी छ। ओके, अब हामी उकालो उक्लिँदैछौँ। यहाँ पछाडि झुलुङ्गे पुल र झरना रहेछ, देखिरहनु भएको छ होला। अब ठाडो उकालो उक्लिँदैछौँ। जे होस्, बाटो उकालै छ। यो बिचबिचमा सानो सानो खोलाहरूमा चाहिँ काठहरू राखेर निकै नै राम्रो पुलहरू निर्माण गरिएको छ। एकदम सुरक्षित छ यो पुलहरू, ठुला ठुला काठहरू छ। हेलो, हाम्रो जगदीशजी चाहिँ अघि हिँड्दै हुनुहुन्छ। तर खोला भने चाहिँ सुकेको छ यहाँनिर, सायद पानी परेको बेलामा मात्र खोला आउँदछ। अहिले हामी हिँड्दै गरेको यो पुरै एरिया भनेको रोलवाली भ्याली अन्तर्गत पर्दछ। हिमालको बिचमा जहाँ बाटो सकिन्छ र प्रकृतिले नै सीमा कोर्छ, त्यहाँ फैलिएको छ रोलवालिङ भ्याली। दोलखा जिल्लाको उत्तर पूर्वी भूभागमा रहेको यो उपत्यका गौरी शङ्कर हिमालको छायामा बसेको छ। यहाँ पुग्नु भनेको केवल यात्रा होइन, यो समय र आधुनिक सुविधाबाट टाढा फर्किनु जस्तै हो। रोलवालिङ भ्याली अरू हिमाली क्षेत्रभन्दा फरक छ। यहाँको भूगोल साँघुरो छ, उचाइ धेरै छ र वर्षको धेरै समय हिमपातले बाटो बन्द हुन्छ। त्यसैले यो उपत्यका आजसम्म पनि नेपालको सबैभन्दा कम प्रभावित र मौलिक ठाउँमध्येको एक मानिन्छ। ल, अहिले चाहिँ हामी दामदिङ आइपुग्यौँ। यहाँनिर खाना खान भनेर रोकेको। यहाँ अझै निकै नै मानिसहरू पनि हुनुहुन्छ। सो अब यहाँबाट खाना खाएर हामी थाङदिङतिरको यात्रा गर्छौँ।
छोरोल्पाबाट दुधकुण्ड चाहिँ कति टाइम लाग्छ? गएन है, त्यहाँदेखि 1.5 घन्टा। यहाँ आइसकेपछि हामीले छोरोल्पा र दुधकुण्ड पुगेर फर्किसक्नु भएका व्यक्तिहरूसित कुरा गऱ्यौँ। उहाँहरूको भनाइ जस्ताको तस्तै उहाँहरूकै मुखबाट सुनौँ न त एकचोटि है। नमस्कार, म बाबुराजा महर्जन, एज अ प्लम्बर। म धेरै समयपछि यो हिमाली क्षेत्र पदयात्रामा आएको छु। मलाई यो आजको हाम्रो छोरोल्पा ताल घुम्दाखेरि एउटा रमाइलो अनुभव भएको छ। म एकदमै प्रकृति मन पराउने मान्छे, सधैँ प्रकृतिमा रमाउन चाहने, घुम्न खोज्दै पनि समयको पाबन्दीले यस्तो हिमाली क्षेत्र घुम्नलाई समय पाइरहेको हुँदैन। तर यसपालि यो हाम्रो प्रकृति प्रेमी समूहबाट छोरोल्पा ताल घुम्न आउन पाउँदा एकदमै खुसी छु। र यो भाइसँग सानो एउटा यो इन्टरभ्यूमा म के भन्न चाहन्छु भने हाम्रो यस्तो पदयात्राहरू विदेश घुम्नुभन्दा देशको यो पदयात्राहरू घुम्दाखेरि हामी स्वस्थ रहन सक्छौँ र आफ्नो ज्यानलाई धेरै बलियो बनाइराख्न सक्छ। अहिले हामी यो छोरोल्पा ट्रेकिङको यो दोगाङ भन्ने बस्तीमा आइपुगेका छौँ। छोरोल्पा पदमार्ग यो दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर 9 मा पर्ने यो छोरोल्पा एकदमै राम्रो पदमार्ग हो। यो जुन रोलवालिङ खोलाको किनारै किनार हिँड्नुपर्ने र सेताम्मे हिमालहरूको बिचमा रहेको छोरोल्पा एकदमै राम्रो छ। हामी पुगेर आइसक्यौँ। तपाईँहरू पनि यो छोरोल्पा एकचोटि भ्रमण गरिदिनु हुन अनुरोध गर्दछु। र अर्को कुरा, हाम्रो देश एकदमै राम्रो छ। देश सबै ठाउँहरू राम्रो छ। सबैभन्दा पहिला देशलाई चिन्नुहोस्, देशमा घुम्नुहोस्, यही भन्न चाहन्छु सबैलाई। Yeah, so we went up to Trollropa and Dudkunda, and it was very beautiful, and I would recommend it to everyone. हिँड्नुपर्ने के भने चाहिँ माथि उक्लिएर पहिरो छिचलेर फेरि उठ्नुपर्छ। निकै नै गाह्रो बनाएको छ पहिरोले गर्दाखेरि। आज हिँड्दा हिँड्दै हामी थाङदिङ पनि आइपुग्न लागिसक्यौँ भने साँझ पनि लगभग परिसक्यो। आजको हाम्रो बसाइ चाहिँ थाङदिङमै हुन्छ। हाम्रो हिजोको बसाइ भने चाहिँ थाङदिङमै रह्यो। आज बिहान हामी थाङदिङबाट अलमोस्ट 7 बजेतिर हामी बेदिङतर्फको लागि हिँड्यौँ। यहाँ धुपीहरू चाहिँ अलिक प्रशस्त मात्रामा पाइने रहेछ। यहाँ बसोबास गर्ने मानिसहरू मुख्यतया रोलवालिङ शेर्पाहरू, जो भाषा, संस्कृति र जीवनशैलीमा खुम्बुका शेर्पाहरूभन्दा फरक छैनन्। तिब्बती संस्कृतिसँग नजिक भए पनि उनीहरूको आफ्नै पहिचान छ। यहाँ जानलाई बाटो त्यति सरल पनि छैन। सबै पहिरै गएका छन्। पुलहरू काठका राखिएका छन्। बाटोहरू सबै भत्किएका हुनाले अलिकति हामीलाई कठिन भन्ने चाहिँ जरुर भयो। यहाँ हिँड्दै गर्दा युरोपतिरको फिल हुन्छ। दायाँ बायाँ धुपीका बोटहरू, माथि पहाड, त्योभन्दा माथि हिमाल छ, नजिकै खोला छ, बिचमा बाटो। आहा, कति आनन्द आउने ठाउँ छ। यो शब्दमा बयान गरेर सकिँदैन। यसको लागि चाहिँ स्वयं आफै आएर अनुभव गर्नुपर्ने हुन्छ। त्यसैको लागि सबैजना यहाँ एकपल्ट अवश्य आउनुहोस्। बेदिङतर्फ जाँदै गर्दा बाटामा एक विद्यालय पर्दो रहेछ। यति माथि र यति हाइटमा पनि विद्यालय रहेछ, त्यो देखेर हामी खुसी भयौँ। खुसी नहुनु पनि कसरी, यति माथि विद्यालय भएको देख्दाखेरि एकदम मनमा त आनन्द आउँदो रहेछ। यति डाँडा काँडाका विद्यार्थी पनि पढ्न पाएका छन् भनेर। तर यहाँ चाहिँ लामाहरूलाई पढाइदो रहेछ। जुन विद्यालयको नाम रोलिङ साङ्ग छोलिङ गोल्पा विद्यालय भनेर भनिदो रहेछ। यहाँ हामी भित्र छिरेर पनि हेऱ्यौँ। राम्रो थियो, सफा थियो, एकदम सुग्घर। वरिपरि बिरुवाहरू पनि रोपिएका थिए। आज चाहिँ सायद बिदा थियो, के को बिदा हो थाहा भएन। त्यसपछि फेरि हामी लाग्यौँ पुनः बेदिङतर्फ नै। घन्टौँसम्म पहाडको उकालो ओह्रालो हिँडिसकेपछि छोरोल्पातर्फ जाँदा हामीले देखेका एउटा दुईटा घरहरू मात्र भएका साना बस्तीहरू, तर अचानक हिमालको काखमा रोलवालिङ नदीको किनारामा एउटा फरक दृश्य देखा पर्यो।
त्यो थियो बेदिङ। बेदिङ सानो गाउँ भए पनि पहिलो नजरमै सानो सहर जस्तो लाग्ने। करिब 70वटा घरहरू मिलेर बनेको सफा व्यवस्थित र जीवनहरूले भरिएको हिमाली बस्ती हो। इन्टरनेटमा छोरोल्पा ट्रेक बारे धेरै जानकारी नपाएकोले भविष्यमा आउने ट्रेकरहरूलाई चाहिँ सजिलो होस् भनेर मैले यो भ्लग बनाइरहेको हो। खासमा बेदिङ हिमाली गाउँ भएकोले यसको इतिहास लिखित रूपमा धेरै भेटिँदैन। यो गाउँ छोरोल्पातर्फ जाने मुख्य बाटोमै नदीको किनारामा अवस्थित छ। छोरोल्पा ताल नेपालको एक प्रसिद्ध धार्मिक स्थल हो र यो क्षेत्रमा मुख्यतया बौद्ध धर्मावलम्बी शेर्पा समुदाय धेरै बस्ने गर्दछन्। गाउँमा 2टा गुम्बा छन्। पहिलो पहाडको भिडमा अवस्थित पुरानो गुम्बा जहाँ पुग्न निकै उकालो चढ्नुपर्छ। भूकम्पपछि यो गुम्बा बन्द गरिएको छ भने दोस्रो नदीकै किनारामा रहेको नयाँ गुम्बा जहाँ सजिलै पुग्न र अवलोकन गर्न सकिन्छ। अनि अचम्मको कुरा यो गाउँ नो किलिङ जोन हो। यसको अर्थ यहाँ कुनै जनावर मार्न पाइँदैन। यदि कसैले जनावर मारेको वा मासु किनबेच गरेको भेटियो भने करिब $500 जरिमाना तिर्नुपर्ने हुन्छ। 3700 मिटर अग्लोमा फलेको साग र बहिनीले पखाल्दै हुनुहुन्छ। यो चाहिँ ठ्याक्कै गौरी शङ्कर हिमालको मुनि। नो किलिङ जोनको यो नियम सन् 2009 तिर गुरु रिम्पोछेले लागू गरेका थिए। केही वर्षपछि उनले 108वटा याक उद्धार गरेर यही क्षेत्रमा स्वतन्त्र रूपमा छोडिदिए। यहाँका स्थानीयहरूले याक र गाईको दुध समेत प्रयोग गर्दैन। याक र गाईको गोबर सुकाएर दाउराको सट्टा प्रयोग गरिन्छ र भेडाको गोबर आलु खेतीका लागि मलको रूपमा नेपालमै याकहरू स्वतन्त्र रूपमा घुमिरहेको छ। देख्न पाइने थोरै ठाउँमध्ये बेदिङ एक हो। यहाँ एनटिसीको सिमबाइकहरू चल्दैन अनि यहाँ लगभग 180 जना बसोबास गर्दछन्। बेदिङ छोडेपछि वरिपरि बाक्लो जङ्गल होइन, खुल्ला हिमाली भूभाग देख्न थाल्छ। माथि फैलिएका हिमालहरू र दायाँ बायाँ उभिएका नाङ्गा पहाडहरू, साँगो र पदमार्गसँगै तल गहिराईमा निरन्तर बगिरहने रोलवाली नदी र चिसो हिमाली हावाले यात्रालाई अझ वास्तविक बनाइदिन्छ। यहाँ बाटो सजिलै सकिँदैन। रुखको छाया होइन, धैर्य र लय चाहिने हिँडाइ चाहिन्छ। हरेक पाइलासँगै हिमाल झन् नजिक देखिन थाल्छ र मनभित्र साहस झन् बलियो बन्दै जान्छ। धेरैलाई थाहा नहुन सक्छ त्यो नै तासिलाप्चे जाने मुख्य पदमार्ग हो। छोरोल्पा पुग्नु अगाडि ए ट्रेल हुँदै माथि तासिलाप्चे पास मार्फत मोडिन्छ, जुन बाटोले रोलवालिङ क्षेत्रलाई सोलुखुम्बु र एभरेस्ट क्षेत्रसँग जोड्छ। यो रुट सामान्य ट्रेकिङभन्दा अलि फरक छ। हिउँ, हिमनदी र उच्च पहाडी पास पार गर्नुपर्ने भएकोले तासिलाप्चे जाने यात्राका लागि अनुभव, राम्रो तयारी र सही मौसम चाहिन्छ। छोरोल्पासम्म आउने धेरै यात्रु यहीँसम्म पुगेर फर्किन्छन्, तर यही बाटो समातेर अगाडि बढ्नेहरू एभरेस्ट बेस क्याम्पसम्म पुग्ने एकदमै साहसी यात्रा हुन्छ। त्यसैले छोरोल्पा मात्र होइन, तपाईँ अहिले हेर्दै गर्नुभएको यो ट्रेल तासिलाप्चा हुँदै एभरेस्ट क्षेत्र जाने ऐतिहासिक हिमाली मार्ग पनि हो। यतिकैमा आजको दिन पनि सकिन लागिसक्यो। पुग्न त हामी ना पुग्नै आँटिसक्यौँ। अब केही क्षणमै हामी ना पनि पुग्नेछौँ। सायद ना पुग्दा चाहिँ रात पर्छ होला। हिजो राति ढिला नै नाम आइपुगेको भएर भिडियो बनाउन चाहिँ पाएनौँ हामी। अहिले हामी मर्निङ ब्रेकफास्टमा छौँ। अब यहाँबाट हामी कहाँ जाँदैछौँ? दुधकुण्ड। हिजो बेलुका नामा आइपुग्दा हामीले अरू साथीहरूलाई पनि भेटेका थियौँ। हामी परिचय गर्दै गरौँला। Hi guys, my name is Durga. Hi, I'm Jagdish. नमस्कार, म समीर। Hi, I'm Ramit. नमस्कार, म चाहिँ विज्ञान। हेलो, I'm आकाश राणा। हेलो, म चाहिँ उदित। उयो चाहिँ आयुष अहिले इन्ट्रोडक्सन ल। मेरो नाम चाहिँ आयुष महर्जन। ओके, म चाहिँ ललितपुरबाट। मम्मीको नाम बेडको नाम मिलाउनु पर्ने। हामी नामा चाहिँ यो ना भ्यू पोइन्ट होटलमा बस्यौँ। हाम्रो साउनी दिदी चाहिँ उहाँ नै हुनुहुन्छ। हेलो भन्दैन दिदी। Hello. यहाँबाट वरिपरि चाहिँ सबैतिर माउन्टेन नै माउन्टेन भेट्न सकिन्छ। म र हाम्रो जगदीश अनि त्यहीँ बस्नुभएका बाँकी 7 जना साथीहरू त्यहाँबाट बिहान 7 बजे निस्क्यौँ छोरोल्पा र दुधकुण्डतर्फ, त्यहीँको लोकल गाइडलाइन्स दिएर। यही उपत्यकाको माथिल्लो भागमा हिमनदीहरूको काखमा बसेको छ नेपालकै सबैभन्दा चर्चित हिमनदी तालहरूमध्ये एक छोरोल्पा। कलकल गर्दै बगिरहने यो खोला प्रकृतिको आफ्नै भाषा बोले झैँ लाग्छ।
पानीको प्रत्येक छालसँगै मनका थकाइहरू बगेर गएको अनुभूति हुन्छ। यो खोला माथि बनेको पुल दुई किनारालाई जोड्ने मात्र होइन, यात्रा, सपना र गन्तव्यलाई एक आपसमा बाँधेर राख्ने बाटो हो। छोरोल्पा लेक भने यताबाट जाने बाटो रहेछ, तर हामी चाहिँ यताबाट यो बिचको उकालो उक्लेर चाहिँ दुधकुण्ड गएर त्यहाँबाट चाहिँ छोरोल्पा ओर्लिने निधो गरेका छौँ। छोरोल्पा कुनै सामान्य ताल होइन, यो करिब 5000 मिटर उचाइमा हिउँहरू पग्लिँदै जाँदा बनेको वर्षौँदेखि बढ्दै गएको ताल हो। एक समय नेपालको सबैभन्दा खतरनाक 1990 को दशकमा जब तालको पानीको मात्रा असामान्य रूपमा बढ्न थाल्यो, तब तलका बस्तीहरूमा ठुलो बाढीको डर फैल्यो। यदि प्राकृतिक बाँध फुटेको भए रोलवालिङ मात्र होइन, तामाकोशी नदीसम्म ठुलो विनाश हुन सक्थ्यो। त्यसपछि सरकारले अन्तर्राष्ट्रिय सहयोगमा छोरोल्पाको पानीको तह घटाइयो र अर्ली वार्निङ सिस्टम जडान गरियो। यो नेपालमा हिमनदी जोखिम व्यवस्थापनको पहिलो ठोस प्रयास मध्येको एक थियो। हेलो गाइज, अहिले चाहिँ लगभगमा दुधकुण्डमा पुग्न आँटेँ। यहाँबाट दुधकुण्ड त देख्न सकिन्छ, तर क्यामेराबाट नदेखिन पनि सक्छ, तर मान्छेको आले चाहिँ देख्न सकिन्छ। सो त्यहाँ गएर म एकचोटि भिडियो बनाउँछु। रोलवाली भ्याली र छोरोल्पा केवल घुम्ने ठाउँ होइन, यी ठाउँहरू हिमाल, मानिस र भविष्य बीचको सम्बन्धको कथा हो। यदि हामीले हिमाललाई बुझेनौँ भने हिमाल चुप लागेर पनि सबैभन्दा ठुलो आवाजमा बोल्न सक्छ। यो कुरामा चाहिँ पक्कै ध्यान पुर्याउनुपर्छ। यहाँसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद।